यो छोटो साङ्गीतिक विश्रामपछि कार्यक्रम मिक्लाजुङ र गतिविधिमा पुनः स्वागत छ। तपाईँ यति बेला रेडियो रवि 107.4 मेगाहर्ज सुन्दै आइरहनु भएको छ भने यो कार्यक्रम तपाईँले हरेक महिनाको मसान्तमा सुन्दै आइरहनु भएको छ। हामी यस कार्यक्रममा मिक्लाजुङ गाउँपालिका भित्रको समसामयिक विषय वस्तु र गतिविधिलाई समेट्दै आइरहेका छौँ भने यो कार्यक्रम तपाईँले आजकै मितिमा बेलुकी साँझ 6 बजेदेखि 7 बजीसम्म पनि पुनः प्रसारण सुन्न सक्नुहुनेछ। र हामी मेक्लाजुङ गाउँपालिका भित्रको सेरोफेरोको विषयमा कुराकानी गर्नको लागि यति बेला मेक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माकिन्ज्यू उपस्थित भइसक्नु भएको छ। उहाँलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु। अध्यक्षज्यू, कार्यक्रम मिक्लाजुङ र गतिविधिमा पुनः स्वागत छ र होलीको पनि शुभकामना सहित। धन्यवाद बुद्धजी। मेरो तर्फबाट नि सम्पूर्ण मिक्लाजुङ गाउँपालिकाभित्र रहनुभएका सम्पूर्ण नागरिकलाई होलीको अग्रिम शुभकामना दिन चाहन्छु। हजुर, पक्कै पनि अध्यक्षज्यू, अब पालिका भनिसकेपछि अब ठुलो जिम्मेवारी पनि हुन्छ। महत्त्वपूर्ण स्थानमा तपाईँ रहनुभएको छ। यो कार्यक्रम भन्नु नै नागरिकहरूलाई सूचनाको रूपमा हामीले सञ्चालन पनि गर्दै आइरहेका छौँ र सूचना पनि यस कार्यक्रमबाट धेरै नै दिइरहेका छौँ भन्ने मलाई पनि लाग्छ। अब यसै कुरामा भन्नुपर्दाखेरि यति बेला मिक्लाजुङ गाउँपालिका भित्रको समसामयिक विषय वस्तु सहित तपाईँको हाल खबर चाहिँ के छ? अहिलेको समय सन्दर्भमा भन्नुपर्दा भनौँ खबरहरू ठिकै छ भन्नुपर्ला बुद्धजी। तैपनि यो जुन असोज महिनामा आएको बाढीले गर्दा मिक्लाजुङ गाउँपालिकाभित्र रहेका सिँचाइहरू चाहिँ सबै नै तहस नहस बनाएको कारणले गर्दा अब खेती गर्ने सिजन आयो, खेतीको याम आयो। अब मिक्लाजुङ गाउँपालिकामा प्रायः जसो अधिकांश भागहरू क्षेत्रहरू चाहिँ खेती योग्य जमिन भएकोले मिक्लाजुङ गाउँपालिका नागरिक चाहिँ खेतीप्रति आश्रित रहनुभएका छ। उहाँहरूको लागि सिँचाइ कुलोहरू बनाइदिनु पर्ने, निकालिदिनु पर्ने। हामीसँग पर्याप्त बजेट छैन। बजेट नभएपछि हामीले आफ्नो आवश्यकता अनुसार त्यस क्षेत्रमा के कति आवश्यक बजेट लाग्ने हो त्यो हेर्दै हामी चाहिँ निरन्तर गाउँपालिकाको तर्फबाट म लगायत कार्यपालिका र मिक्लाजुङ गाउँपालिकाभित्र रहेका जो जिम्मेवार कर्मचारी प्राविधिकहरू चाहिँ हामी त्यसमै चाहिँ अलिकति बढी ध्यान दिएर अगाडि बढिरहेका छौँ। बुद्धलाई हजुर, यो तपाईँले प्रसङ्गवश निकाल्नु भयो। यो कम्तीमा पनि अब सिँचाइको क्षेत्रमा अब धेरै क्षति भएको छ। त्यो सिँचाइलाई अब पुनः पहिलाकै रूपमा लिनको लागि काम भइरहेको छ भनेर भन्नुभयो। यो क्षेत्रमा अब काम गर्दाखेरि कम्तीमा पनि अब प्राविधिकहरूको पनि त्यत्तिकै महत्त्वपूर्ण भूमिका रहन्छ। यस पालिकाभित्र चाहिँ प्राविधिक चाहिँ कतिको सङ्ख्यामा छन् अथवा वडा विषयगत छन् कि वडा सँगसँगै छन् कि के छ? प्राविधिकहरू योभन्दा अगाडि 2-4 महिना अगाडि दसैँसम्म चाहिँ सबै वडामा थिए। बाँकी बिचमा 2-4 वडाको चाहिँ उहाँले सर्वसहमति मागेपछि हामीले सर्वसहमति दियौँ। तैपनि प्राविधिक चाहिँ पुग्दो गाउँपालिकामा पुग्दो नै छन् अहिले। हजुर, त्यस पश्चात मैले भन्नुको मुख्य सार कर्मचारी पुग्दो छ, तर हामीसँग पैसा बजेटको चाहिँ बजेट चाहिँ अभाव रहेको छ। किन हामीले असार 10 गते बजेट बनाएर रेड बुकमा निकालेका छौँ, त्यो अनुसार अगाडि बढेका थियौँ। हामीले यो सिँचाइ भनौँ सडकहरूमा चाहिँ त्यति पर्याप्त बजेट राखेका थिएनौँ। अब पक्कै यस्तो हुँदैन होला भनेर हामीले थोरै मात्रै बजेट राखेका थियौँ। त्यो बजेटले जस्तै हामीले थोरै बजेट राखेको त्योभन्दा अत्याधिक बढी खर्च हुने भएकोले त्यो बजेटहरू चाहिँ कन्ट्रोल गर्दै आवश्यक अब त्यसमा जुन शीर्षकमा बनाएको कुनै आवश्यकता थियो त्यहाँ बनाएको चाहिँ कटौती गर्दै अगाडि बढ्नुपर्छ भन्ने खालको एक किसिमको कार्यपालिकामा छलफल निर्णय भएको थियो। त्यही अनुसार हामी चाहिँ त्यो योजनाहरू चाहिँ परिवर्तन गर्दै काम गरेका छौँ। मिक्लाजुङ गाउँपालिकामा साना सिँचाइ लगायत विशेष अनुदान समग्रबाट सञ्चालन भएका अत्यन्तै ठुलो सिँचाइहरू कुलोहरू चाहिँ बनेको थियो। यो असोजमा आएको बाढी पहिरोले चाहिँ तहस नहस बनाएको छ। कसरी बनाउने कसरी जाने भन्ने खालका कुरा जुन साना सिँचाइबाट बनेका विगतका वर्षहरूमा बनेकामा चाहिँ थोरै गत वर्ष 78ले बिगारेको जो सिँचाइ चाहिँ मर्मसम्म थोरै बजेट आए। जसरी साना सिँचाइ चल्यो
सङ्घ प्रदेश स्थानीय तह र स्वीय सरकारको सहयोग भयो चलेको। त्यही अनुसार हामीले चाहिँ मर्मत सम्भालको लागि बजेट तयार भएर 2-4वटाको चाहिँ बनाउँदैछौँ। बाँकी मिक्लाजुङ गाउँपालिका चाहिँ 55वटा बनिसकेको थियो। त्यसमा यो अस्ति गएको यो आर्थिक वर्षमा गएको असोजमा गएको बाढी पहिरोले बिगारेका सिँचाइहरू चाहिँ अस्तव्यस्त नै रहेका छन्। बुद्धजी यो कति चाहिँ हेर्ने भने अध्यक्षज्यू अब यो पालिकाबाट अथवा वडा स्तरीयबाट पनि अब सिँचाइको लागि लगानी गर्नुपर्दा चाहिँ बजेट चाहिँ अब थोरै नै हुने गर्दछ भनेर नागरिकहरूले भन्छन्। त्यो बराबरको काम विषयमा अलिकति थोरै जानकारी दिनुहोस् न। साना सिँचाइको चाहिँ एउटा नर्म्स रहेको छ बुद्धजी। 1 करोड नआएपछि 1 करोडमा साना सिँचाइले गरेकोहरू जुन तिनीहरू चाहिँ साना सिँचाइबाट नै अघि मैले भने मिलाएर जसरी पहिले कार्यक्रम सञ्चालन हुँदा गरेका छौँ त्यसरी नै हामीले विशेष किसिमको बजेटहरू आफ्नो आफ्नो पर्सेन्टेजमा परेका चाहिँ निकालेर अगाडि बढाएका छौँ। र विशेष अनुदान र डिभिजन सिँचाइ डिभिजनले बनाएका सिँचाइ कुलहरू चाहिँ हामीले बनाउने सक्ने स्थितिमा छैनौँ। गाउँपालिकाबाट लगभग 5 करोड 6 करोड बजेट 1 वर्षमा बनाएर सबै विषयगत शाखाहरूमा हामी चाहिँ त्यो चाहिँ ब्रेकडाउन गरेर त्यो अनुसार काम गर्छौँ। अब एउटा डिभिजन सिँचाइ डिभिजनले बनाएका एउटा सिँचाइ 2 करोडदेखि 3 करोडसम्मका बिग्रेका छन्। अब एउटा कुलो त्यो बनाउनको लागि चल्ने स्थिति पनि छैन। हामीसँग त्यति बजेट नभएको कारणले अलिअलि बजेट दिएर कसरी हुन्छ बनाउनु पर्छ भन्ने खालको हाम्रो सोच हो। तथापि त्यो सोच हुँदाहुँदै पनि पहिले पुरानो संरचनामा बनेको चाहिँ पुरानो कुलोहरू चाहिँ जति यो ढुङ्गा माटोको वालले बनाएर चलाउँथ्यो त्यो अलिक बनाउन सहज हुने रहेछ। अहिले त जुन सिमेन्ट कङ्क्रिटले बनेको लाइनिङमा चाहिँ त्यो वाल हाल्न पनि नसकिने, त्यसमा जुन किसिमको पुरानो त्यो लाइनिङमा जोडेर चलाउनु नसकिने कस्तो अप्ठ्यारो परिस्थिति आएको छ। यो प्राविधिक लागत इस्टिमेट अनुसार बनाउँदा चाहिँ लागत पनि अलिकति धेरै बढ्ने भन्ने कुरा। अनि लागत पनि धेरै बढ्ने त्यो बनाउनको लागि। जस्तै मैले अघि कुरा गरेँ नि, पुरानो जुन परम्परा पुर्खाउलीहरूले बनाएका जुन अब बाबुबाजेहरूले बनाएका चाहिँ ढुङ्गा माटो सिउलाले बनाएका वालहरू बन्थ्यो भने अहिले त लाइनिङ बनेका छन्। त्यो लाइनिङमा बनाएर त्यो बाङ्गिएका लाइनिङहरू अब लगभग 150 मिटर चाहिँ जमिन भाँसिएर एकैचोटि वारपारी तानेको छ। त्यहाँ कसरी बनाउने भन्ने कुरामा प्राविधिक कुरा लगायत बजेटकै आवश्यकता पर्छ। बजेट भएछ जसो जे नै त्यही नै हामी जसरी बनाउँछौँ। बजेट नभएपछि अप्ठ्यारो परिस्थिति हुँदो रहेछ। किन मैले यो प्रसङ्ग राखेँ भन्दा यो बाढी पहिरो अठहत्तरको बाढी पहिरोसँगै भर्खरै त्यो असोजमा गएको बाढी पहिरोले मिक्लाजुङ गाउँपालिकामा रहेका जति पनि पहिले रहेका माटोहरू चाहिँ 78 बाढी पहिरोले सबै बगाएर सबै धसेर सबै गएर अहिले त ढुङ्गै कङ्क्रिटै मात्रै छ। अहिले त्यहाँ वाल खोपेर बाटो भनौँ कुलो बनाएर वाल हालेर बनाउने स्थिति छैन। त्यसमा कि त आरसिसी बनाउनु पर्यो कि त पाइपै आवश्यकता हुने भयो। त्यो पाइप लाएर अब जाम परेको ठाउँमा 20-30 मिटरदेखि लामो पाइप हामी लाउनै सक्दैनौँ। त्यहाँ बगाएर ल्याएर बालुवा जाम भएपछि त्यहाँ निकाल्न सक्दैनौँ हामी। त्यसको भनौँ त्यो खोलेर फेरि पुनः त्यो ठाउँमा लाउनलाई त्यति नै खर्च हुन्छ। त्यस्ता खालका प्राविधिक कठिनाइहरू हामीले भोगेका छौँ। यो स्थितिमा कुराकानी गर्दाखेरि अध्यक्षज्यू अब कम्तीमा पनि यो समानीकरण भयो अथवा राजस्व बाँडफाँडबाट पनि बजेट घटेर आउने। जस्तै अब हामी गाउँसभाबाट एक खालको बजेट नीति निर्माण चाहिँ तयार गरेर हामी लान्छौँ, अब पछि चाहिँ घटेर आउने क्रम छ। त्यो हुँदाखेरि काम गर्नको लागि सहज असहज अथवा चुनौती चाहिँ कस्तो रहेको छ? होइन, गाउँपालिका सबै गाउँपालिका स्थानीय तहहरू चाहिँ अलिकति बेरुजुमा पर्ने जुन उमा पर्ने मुख्य कारण नै यही हो नि। जस्तै हामीले भुक्तानी दिन नसकेको कारण नै त्यही हो। हामी भोलुम आउँछ लगभग विशेष अनुदानहरू भयो, विभिन्न शीर्षकमा आउने अनुदान, हामीले चलाउन मिल्ने अनुदानहरू चाहिँ यति आउँछ भनेर शीर्षक एकमुष्ट शीर्षक बजेट मात्रै आउँछ। मैले पटक पटक कार्यक्रममा भन्दै आएको छु, यो आएको हिसाब चाहिँ कुनै किसिममा हिसाबमा मात्रै तरलता राख्न पाइँदैन। सबै ब्रेकडाउन गरेर काम गर्नुपर्छ। पछि 1 करोड 2 करोड आएन भने त्यो हामी भुक्तानी दिनै सक्दैनौँ। आन्तरिक आय जति उठेको पनि हामी एकैचोटि असारमा बजेट बनाउँदा त्यो पनि अनुमानित नै ब्रेकडाउन गरेर हामी सबै ब्रेकडाउन गरिसकेका हुन्छौँ। बजेट आएन भने त्यसमा हामी भुक्तानी दिन नसकेर अर्को वर्ष भुक्तानी दिने, अर्को वर्षमा अलैया गरेर लानुपर्ने, भुक्तानी दिने। जस्तै 18 नम्बर भरेर
भुक्तानी दिने उमा चाहिँ हामी चलन सिस्टममा चाहिँ स्थानीय तह छिरिसकेका छौँ। यो समस्या हो। अब थोरै बजेटमा त्यस्तो भयो भने त्यो जो ठेकेदार भयो, भुक्तानी दिने उपभोक्ता समिति भयो, त्यसलाई चाहिँ सहन सकिन्छ र सहज हुन्छ। तर एउटै जुन उपभोक्ता समितिमा 20-30 लाखदेखि उँभो रह्यो भने उहाँहरूले पनि अप्ठ्यारो, सबैले अप्ठ्यारो हुन्छ नै। अब यस्ता खालका कार्यहरू यो सिस्टम चाहिँ विगतको वर्षदेखि हुँदै आएको छ। यसले गर्दा स्थानीय तहमा जुन जिम्मेवार ठाउँमा रहनुभएका, काम गर्नुपर्छ र राम्रो काम गर्नुपर्छ, सबैमा राम्रो होस् भन्ने खालको सोच विचार भएका जनप्रतिनिधिहरू जिम्मेवार ठाउँमा रहेकाले अहिले काम गर्नु अप्ठ्यारो नै छ बुद्धजी। अप्ठ्यारो छ पक्कै पनि अध्यक्षज्यू, काम गर्न सहज त अब काहीँ पनि हुन्न नै, अप्ठ्यारो त स्थिति हुन्छ। तर अर्कै कुरा गर्दाखेरि अध्यक्ष के छ भने अब पालिकाभित्र पनि एउटा आन्तरिक राजस्वको ठाउँ हेरिन्छ र आन्तरिक राजस्व पनि उठाउने एउटा रहेको छ। अब आन्तरिक राजस्वकै कुरा गर्दाखेरि चाहिँ मुख्य चाहिँ कुन हेर्नुभएको छ तपाईँहरूले, कुन आधारबाट ल्याउनु भएको छ? हामीले आन्तरिक आय उठाउनको लागि मिक्लाजुङ गाउँपालिकामा जम्मा 1.5 करोडको अनुमानित बजेट हो। अब अहिलेसम्म उठेको हामीले लगभग 75-76 लाख उठाइसकेका छौँ। बाँकी अझै त्यति नै छ। अब यो असार मसान्तसम्ममा हामी करोड त क्रस गर्छौँ भन्ने कुरा हो। हामीले उठाउने भनेको मिक्लाजुङ गाउँपालिकामा अब खोला बगरहरू छैन हामीसँग। धेरै उठ्ने भनेको गिटी खोला ठेक्का हो। हामीले चाहिँ यो तिरो तिरेका घरधुरी करहरू, ठेक्का, अलिअलि पालिकाबाट निकालेका ठेक्काहरू, सिफारिसका पैसा, यस्तै हो बुद्धजी। यो आन्तरिक आम्दानी बढाउनको लागि हामीले खोला आइई गरेका छौँ। अब ठेक्का निकाल्नु पर्ने बगरको लागि ठेक्का निकाल्ने तयारीमा छौँ। यसले अलिकति सपोर्ट गर्छ कि भन्ने कुरा हो। खोलाबाट त्यहाँबाट केही गिटी ढुङ्गा मुढा निकालिसकेपछि चाहिँ त्यहाँबाट चाहिँ अलिकति आन्तरिक राजस्व चाहिँ बढ्छ भन्ने लक्ष्य रह्यो। अब अध्यक्षज्यू यसै सन्दर्भमा कुराकानी गर्दाखेरि अब यो कृषकको पनि अघि तपाईँले कुरा उठाउनु भयो। कृषकहरूको लागि अब साना सिँचाइहरूको लागि यति धेरै काम गरिरहेका छौँ, बजेट छैन भनेर भन्नुभएको छ। अब यो बनाउने क्रममा अथवा कृषकहरूलाई अभिमुखीकरण जस्ता तालिमहरू दिने कुरामा अब कृषकहरूलाई अथवा भयो भने यो पालिकाभित्रका जनप्रतिनिधिहरू पनि अब कसरी आफ्नो पालिकालाई सञ्चालन गर्ने भन्ने उद्देश्यमा विभिन्न क्षेत्रमा यो भ्रमणहरू पनि गएको देखिन्छ। तर यस पालिकाबाट त्यस्तो भ्रमण जाने अथवा त्यो अरू ठाउँमा केही काम गरेकालाई हेरेर यहाँ पनि त्यस्तै खालका काम गराउने भन्ने सन्दर्भ पनि रहन्छ। त्यो चाहिँ पालिकाबाट भयो भएन के छ देखिँदैन नि अहिलेको समयमा। अत्यन्तै राम्रो सान्दर्भिक कुरा उठाउनु भयो बुद्धजी। विशेष गरी यो जुन कृषकहरूलाई चाहिँ अभिमुखी कार्यक्रमको कुरा उठाउनु भयो। अब हामी पहिलो कार्यकाल सकाएर दोस्रो कार्यकाल 3 वर्ष बितिसक्यो। अब 2 वर्ष बाँकी छ। यो काम गर्दै जाँदा यो प्रसङ्गमा मैले अनुभव गरेका कुरा यही कार्यक्रममा केही सेयर गर्ने अनुमति पनि माग्न चाहे। किनकि जो काम गर्ने म गर्छु भन्ने खालको कृषकले खासै अभिमुखी कार्यक्रमको आवश्यकता पर्दैन रहेछ भन्ने मेरो बुझाइ हो। म यहीबाट जीविका पार्जन गर्छु, यहीबाट भनौँ जिन्दगी चलाउँछु, म यहीबाट हरेक कुरा गर्छु भन्नेले अहिलेको संसार, अहिलेको समाज भनेको विज्ञानको जमाना हो। अब सक्ने कहिले तपाईँले चलाएको कार्यक्रमभन्दा अत्यन्तै राम्रो मैले सामाजिक सञ्जालमा हेरेँ, यो पो ठिक रहेछ। मैले प्र्याक्टिकली पनि गरेर हेरेँ। तपाईँले गरेको, तपाईँको स्थानीय तहका कर्मचारीले गरेका भन्दा अलिक पृथक फरक, उहाँले गरेको भन्दा मैले धेरै यहाँबाट भनौँ फाइदा लिन पाएँ भन्ने खालका कुरा आए। सङ्घीय सरकार, प्रदेश सरकारले यस्ता खालका कार्यक्रमहरूमा झन्नै नेपालको बजेटमा 5-10% सबै क्षेत्रमा चाहिँ लगानी गरेको छ, कार्यक्रम चलाएको छ। हाम्रो पहिलो कार्यकालमा चाहिँ भौतिक पूर्वाधारहरू थिएन, सडक थिएन र खानेपानीहरू थिएन। त्यो चाहिँ मोटामोटी हामीले बनाइसक्यौँ। मिक्लाजुङ गाउँकोलाई जति आवश्यकता थियो, आवश्यकता अनुसार हामी त्यो ठाउँमा पूर्ण रूपमा नसके पनि हामीले धेरै फड्को मारेका छौँ। दोस्रो कार्यकालमा चाहिँ मिक्लाजुङ गाउँपालिकामा चाहिँ कार्यपालिका या गाउँसभा सदस्यहरूसँग सल्लाह गरेर अबको कार्यक्रम चाहिँ मिक्लाजुङ गाउँपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई चाहिँ फोकस गरेर जानुपर्छ, त्यहाँ लगानी गर्नुपर्छ भन्ने खालको हाम्रो
उद्देश्य हो, त्यही अनुसार हामी अगाडि बढेका छौँ। त्यसैले तपाईँले उठाएका कुराहरू, जुन कुरा उठाउनुभयो, त्यसमा पालिकाबाट झन्नै पहिलो कार्यकालमा कृषि क्षेत्रमा लगायत नागरिकहरूको प्रत्यक्ष सपोर्ट गर्ने कार्यक्रमहरू हामीले धेरै चलायौँ। मलको कुरा उठाउनुभयो, यसमा चाहिँ हामीले पहिले कृषिमा अनुदान दियौँ, कृषि पुरस्कार बनाएर, पहिले कृषि पुरस्कार, अहिले त कृषि अनुदान कार्यक्रम कार्यविधि बनाएका छौँ। त्यसपछि हामीले पहिला आवश्यकता हेरी जो कृषकहरूले आवश्यकता, उहाँले फर्म भरेको आधारमा, मागेको आवश्यकताको अनुसारमा चाहिँ हामी वितरण गर्थ्यौँ। चाहिने बाख्रा, आवश्यक उन्नत जातको बाख्रा चाहियो भने उन्नत जातको बाख्रा, उन्नत जातको बिउ बोका चाहियो भने उन्नत जातको बिउ बोका समेत हामीले ल्याएर दिन्थ्यौँ। त्यसपछि उन्नत जातको गाई, उन्नत जातको पाडापाडी माग्नेलाई वडाले पनि त्यो कार्यक्रम चलायो, पालिकाले पनि चलायो। त्यसमा मुख्य मैले अहिले देखेको चाहिँ समस्या केमा रह्यो भन्दा, हामीले पहिलो 1 वर्ष अगाडि चाहिँ हामीले कुनै किसिमको अनुदानको कार्यविधि नबनाइकन हामीले हस्तान्तरण गऱ्यौँ। उहाँले अनुदान कार्यक्रममा थापेको अनुदान पाएको चाहिँ त्यति साह्रो कार्यान्वयनमा लगेन। त्यस पश्चात हामीले एउटा कार्यविधि बनायौँ। यो गाई भैँसी पाउनेलाई चाहिँ अनिवार्य 2 वर्ष पाल्नुपर्ने, 2 वर्ष पालेपछि बेच्न चाहियो भने उसले अर्को रिप्लेसमा किनिसकेपछि, इन्सुरेन्स गरिसकेपछि मात्रै बेच्न पाउने एउटा कार्यविधि बनायौँ। त्यो बनाइसकेपछि हामीले सबैलाई इन्सुरेन्स गरायौँ। इन्सुरेन्स गराउने यहाँ संस्था अफिस नभएपछि इन्सुरेन्स त गरियो, उहाँले पालेका जो वस्तु चौपाइहरू मरिसकेपछि इन्सुरेन्सको रिप्लेसमा न पैसा पायो न केही पाएन। यसमा हामी अलिकति इन्सुरेन्स कम्पनीले गर्दा हामी फेल भयौँ। फेल भइसकेपछि त्यो कार्यक्रम नचल्ने भएपछि यसपटक चाहिँ कार्यपालिका मिटिङमा छलफल गरेर हामीले प्राङ्गारिक मलको अनुदान कार्यक्रम चलाउँ। किनकि हामीले चाहिँ एउटा कार्यविधि कृषि शाखाका दिपा म्यामले बनाउनु भयो। त्यो प्राङ्गारिक मल बनाउँदाखेरि चाहिँ झारपात कुहाएर हुन्छ, सबै वस्तु चौपायाहरू जो हुनुहुन्छ, सुँगुर पालेको छ सुँगुरको पनि बनाउने, गाई भैँसी सबैको बनाउने भनेर कार्यविधि बनाइयो। अनि त्यसमा झारपातहरू कुहाएर पनि बनाउने भनेर कार्यविधि बनाएर हामीले 8 वडामा चाहिँ सञ्चालन गऱ्यौँ। यसले चाहिँ अत्यन्तै राम्रो काम भएको छ, गर्दो रहेछ भन्ने कुरा यो पहिलो कार्यकालमै, पहिलो वर्ष नै हामीले बुझ्न पायौँ। यो किन गरियो त भन्दा, हामीले किनेर अनुदान दियौँ पहिले, उहाँहरूले बेची पठाए। अब मल बनाउनको लागि उहाँहरूले आफै किनेर पाल्नुपर्ने। एकातिर उनीहरूले आफ्नै लगानीमा त्यो वस्तु चौपायाहरू किनेर पाल्ने एउटा आधार पनि मिल्यो। त्यस पश्चात प्राङ्गारिक मल उत्पादन गरेको प्राङ्गारिक मलबाट चाहिँ सागसब्जी, धान, मकै, आलुहरू चाहिँ अर्ग्यानिक खान पाइने भयो। यसले चाहिँ मिक्लाजुङ गाउँपालिकाका सम्पूर्ण नागरिकहरूलाई चाहिँ स्वास्थ्यमा चाहिँ सहयोग गर्छ भन्ने उद्देश्यले हामीले यो कार्यक्रम चलायौँ। यो कार्यक्रम कार्यविधि बनाएका छौँ, अब निरन्तर रहिरहनेछ। बुद्धजी हजुर, पक्कै पनि यो प्राङ्गारिक मल उत्पादनको लागि मेघलाजुङ गाउँपालिकाले कार्यविधि नै बनाएर अगाडि बढिरहेको अवस्था चाहिँ रह्यो अध्यक्षज्यू। यो प्राङ्गारिक मल उत्पादनसँगै अर्को पनि कुरा हामीले हेर्दाखेरि चाहिँ यो अब जति पनि विषादीयुक्त अथवा यो युरियाहरू भए, यस्ता कुराहरूलाई चाहिँ रोकथामको लागि पनि एउटा महत्त्वपूर्ण भूमिका चाहिँ खेल्ने नै भयो। तर पालिकाले अब त्यसलाई रोकथाम गर्नको लागि उपायहरू चाहिँ के अपनाएका छन्? अब यो रोकथामको लागि हरेक कुरा, अब मेरो अनुभव, यो 8 वर्षको अनुभव, हरेक कुरामा रोक्नुपर्छ, यसरी जानुपर्छ भन्ने खालका कुरा बोल्न र गर्नमा धेरै अलिकति अप्ठ्यारो हुँदो रहेछ भन्ने कुरा मेरो बुझाइ हो। हामीले मिक्लाजुङ गाउँपालिकामा पहिलो कार्यकालमा सिसामुक्त घोषणा गर्ने भनेर निकै जोड गऱ्यौँ। त्यो पनि हामीले मोटामोटी कार्यान्वयन गर्न खोज्यौँ। त्यति कार्यान्वयनमा त्यति साह्रो हामीले सफलता मिल्न सकेन। त्यसपछि प्लास्टिक जन्य जो हुन्छ, अहिले हामीले रेडिमेड थालहरू आउँछ, उहाँलाई चाहिँ त्यसलाई चाहिँ रोक्ने भनेर एक किसिमको निर्णय गरी हामीले तपरी नै चलाउनुपर्छ। पात भनेर मिसिनहरू ल्याएर एउटा वडालाई चाहिँ हामीले दिएका छौँ त्यो कार्यान्वयन गर्नको लागि। त्यो सञ्चालन गर्नको लागि लाइनको आवश्यकता, त्यो सञ्चालन आएको छैन। काम गर्न र भन्नमा चाहिँ अलिकति धेरै फरक पर्दो रहेछ। यसमा पूर्ण रूपमा हामीले कार्यक्रम चलाउने हो, केही %
सुरुवातीमा केही पर्सेन्ट यसले सपोर्ट गर्यो त्यही राम्रो। अब सकेसम्म यसलाई तपाईँले भनेको जस्तो गरेको जस्तो नै गर्नुपर्छ भन्ने कुरा हो। सबै त्यो तपाईँले बोलेको जस्तो चाहिँ कार्यान्वयन गर्न अलिक अप्ठ्यारो हुने रहेछ, नसकिने रहेछ भन्ने कुरा मेरो बुझाइ हो बुद्धजी। हजुर, अलिकति काम गर्नको लागि चाहिँ असहज हुन्छ। यो जति पनि हामी अब बोले जस्तो चाहिँ हुन्न भन्ने तपाईँको बुझाइ रह्यो। अध्यक्षज्यू, अब कति त यो योजनाकै क्रममा अब कुराकानी गर्दाखेरि योजना एकातिर बनेको हुन्छ, अब परिस्थिति अनुसार चाहिँ अर्कै सिर्जना हुन्छ। अब यस पटक चाहिँ अब भन्नै पर्दाखेरि हामी यति बेला फाल्गुन महिनाको अन्तिम समयमा आइपुगेका छौँ। यति बेला तपाईँको बुझाइमा चाहिँ महत्त्वपूर्ण योजना अथवा महत्त्वपूर्ण काम चाहिँ यो गर्न पाए हुन्थ्यो भन्ने लागेको पनि हुनसक्छ। के हुनसक्छ? अहिलेको महत्त्वपूर्ण मैले सोचेको र मिक्लाजुङ गाउँपालिकाका जो हामीले कार्यपालिका सदस्य हामी छौँ र गाउँसभा सदस्यज्यू हुनुहुन्छ, हामीले गर्नुपर्ने जिम्मेवारी जुन जुन क्षेत्रमा चुनौती छ त्यही हो। मैले अघि पनि भनेको छु, यो दसैँ आसपास आएको वर्षातले मिक्लाजुङ गाउँपालिकाभित्र रहेको सिँचाइ एउटै छैन, त्यो हो पहिलो प्राथमिकता। त्यस पश्चात पहिले पुर्खादेखि गर्दै आएको खेती योग्य जमिनहरू बाँझो भएर बसेका छन्। हामीले अथात्रो बाढी पहिरोको कारणले गर्दा त्यहाँ कुलो निकाल्न सक्ने हाम्रो कुनै क्षमतै छैन, हामीसँग पैसै छैन, तिनीहरू बाँझो भएका छ। कसरी चलाउनु पर्छ, यहाँ खेती लाउनु पर्छ उहाँलाई जिउनको लागि। अब गाउँमा गइसकेपछि त्यहाँ मेरो खेतमा 30 मुरी फल्थ्यो, त्यसले त मलाई खानु पुग्थ्यो, मेरो केटाकेटीले पाल्न पुग्थ्यो। कसरी हुन्छ ल, त्यहाँ सिँचाइ चाहियो, आवश्यक छ, गर्नुपर्छ भन्ने खालका कुरा उहाँले राख्नुभएको छ। त्यहाँ चाहिँ अब 2 वर्ष जति रहेको छ मेरो समय अवधि, यसमा चाहिँ कसरी आवश्यक रहेको खेतीयोग्य जमिन राम्रो छ भने त्यसमा चाहिँ सिँचाइ निकाल्नुपर्छ भन्ने खालको मेरो मुख्य उद्देश्य नै त्यही हो। कसरी हुन्छ, पालिकाबाट त सम्भव छैन, प्रदेश सङ्घ मिलेर बजेट मागेर गर्नुपर्छ भन्ने खालको मेरो विशेष जोड हो। हामी सबैको त्यही छ जोड। हामी अहिलेको समयमा अब तपाईँले फागुन महिनाको कुरा गर्नुभयो, फागुन चैत वैशाख जेठ असार 3-4 महिना मात्रै छ अर्को आर्थिक वर्ष लाग्न। बजेट पनि कार्यान्वयन गर्नु छ। बजेट आएको विशेष गरी सङ्घ र प्रदेशबाट थोरै हाम्रो बजेट आएको छ। यो कार्यान्वयन गर्नको निम्ति पहिलो जस्तो छैन, हामीले कार्यविधिलाई टेकेर गर्नुपर्छ। हामीसँग पर्याप्त बजेट छैन, हामीसँग आन्तरिक स्रोत भएको भए सङ्घ र प्रदेशबाट आएको पैसा जुन समपूरकहरू आएको हुन्छन् यिनीहरूले कार्यान्वयन गर्न सजिलो सहज हुन्थ्यो। मुख्यतः समपूरक बजेट आएकोमा चाहिँ काम गर्न अलिक साह्रो, हामीले पनि बजेट लाउनु पर्ने हुन्छ। हामीसँग बजेट पर्याप्त छैन, बजेट भरे गएन भने फेरि असुल लेखेर त्यहाँ पनि तिर्नुपर्ने हुन्छ। विशेष गरी सङ्घीय सरकार र प्रदेश सरकारले चाहिँ विशेष अनुदानको रूपमा दिनुपर्छ, सशर्त होइन। आवश्यक हेरी गाउँपालिकाले बनाउने गरी दिँदा अति उत्तम, अति सहज हुन्थ्यो हामीले चलाउन र परिवर्तन, छिटो परिवर्तन यसले आउन सक्थ्यो। किन मेरो बुझाइ यो अनुभव मैले यहाँ राख्न चाहेँ भन्दा, पहिलो कार्यकालमा सशर्त तोकेर आउँदैन थियो, आफ्नै किसिमले जुन ठाउँमा आवश्यक थियो त्यही ठाउँमा बजेट हाल्यो, त्यही ठाउँमा हालिसकेपछि त्यहाँको समस्या समाधान भएपछि त्यो समाधान नै स्थानीय तह त्यो ठाउँले फड्को मान्नु रहेछ भन्ने कुरा मेरो बुझाइ हो। हजुर, यो सङ्घ र प्रदेशबाट आएको बजेट चाहिँ होइन, एउटा कुरा बुद्धजी, एउटा कुरा जस्तै मिक्लाजुङ 8मा आवश्यक छ एउटा विद्यालयको भवन उदाहरण, तर पाउँचको भवनमा मिक्लाजुङ 4मा आउँछ। तल जहाँ आवश्यक छ त्यहाँ आउँदैन। अब यहाँको आएको तल सार्न मिल्दैन। उदाहरण एउटा सिँचाइ एउटा कुलोमा आउँछ सशर्त पाउँचको भवनमा, तर एउटा कुलोमा आवश्यक छ। त्यहाँ भनौँ हामीले विशेष अनुदान आयो भने त आवश्यकता हेरी पहिलो कार्यकालमा हामीले जुन राष्ट्रपति साहित्य सुधार कार्यक्रम विद्यालय भवनहरू पालिकामा बजेट आउँथ्यो, त्यही आवश्यकता हेरी पालो पालो क्रमागत रूपमा पालो पालो बनाउँदै आउँथ्यौँ, त्यसले हामीले फड्को मार्ने मौका पायौँ। पछिल्लो चरणमा यो अधिकार खसाएर सङ्घीय सरकारले लग्यो, जहाँ पहुँच हुन्छ भएको ठाउँमा थुप्रै थुप्रै, नभएको ठाउँमा शून्य। त्यो भएपछि आवश्यकता नभएको ठाउँमा बजेट आएपछि, जहाँ आवश्यक हुन्छ त्यहाँ नआएपछि कहाँबाट फड्को मार्न सकिन्छ। यो नीति जो छ यसमा चाहिँ केही परिवर्तन हुनुपर्छ। थोरै त के पनि प्र्याक्टिस गरिन्छ भने अध्यक्षजी, अब यो गाउँ सभाबाट कुन कुन योजनालाई प्राथमिकतामा राख्ने अथवा प्रदेश पठाउने, सङ्घ पठाउने भन्ने कुरा पनि रहन्छ नि। सङ्घमा पठाइन्छ, सङ्घमा पठाउँदा एउटा दुईवटा आउँछ, त्यो पनि पहुँच पुगेको ठाउँमा अब एउटा पार्टीको एउटा मन्त्रीमण्डल हुन्छ, उताबाट त्यहीँ आउँछ। त्यही भएर मिक्लाजुङ गाउँपालिकाले चाहिँ
पालिकाकै बजेटले स्वास्थ्य चौकीहरू भयो, वडा कार्यालयहरू भयो, आफ्नै तरिकाले अब पहिला योभन्दा अगाडि मसिनो 10 लाखे 5 लाखे 20 लाखे 25 लाखे 50 लाखे कार्यक्रम धेरै हुन्थ्यो। अहिले पालिकाले आफ्नै तरिकाले आवश्यकता हेरी स्वास्थ्य चौकीहरू 1.5 करोड 1 करोड 40 लाख अब माझला खालका पुलहरू अब 3टा 4टा अहिले बन्दैछ। आफ्नै तरिकाले हामी अगाडि बढेका छौँ, आवश्यकता हेरी अगाडि बढेका छौँ। त्यसले गर्दा मोटामोटी ठुल्ठुला कार्यक्रमहरू मात्रै अगाडि बढाएका छन्। जस्तै यो हाम्रो 2 नम्बर वडा कार्यालय बन्दैछ, 6 नम्बर बन्दैछ, 6 नम्बर स्वास्थ्य चौकी बन्दैछ, 8को सम्पन्न भयो गएको वर्ष। यसरी अब 1.5-2 करोडको बनाउँदा मिक्लाजुङ गाउँपालिकाले बनाउनु पर्ने मसिनो खालका योजनाहरू त सम्बोधन गर्न नसकिने भयो र नागरिकले अपेक्षा गर्छ पहिलेको जस्तो मसिनो कार्यक्रम चाहिँ चल्नुपर्छ भन्ने खालका अपेक्षा गर्छ। हामीसँग पर्याप्त बजेट नभएपछि यसमा चाहिँ अलिकति ध्यान हाम्रो गएको छैन। हजुर, पक्कै पनि अध्यक्षज्यू, अब यति बेलाको समयमा अब पालिका स्तरीय र वडा स्तरीय योजनाहरू कुन कुन चरणमा पुगेका छन् त? अन्तिम चरणमा पुगे, बिचमा काम हुँदैछ अथवा सुरुवात हुन बाँकी छ, फरफराकमा पुगे, सम्पन्न भए, के छ? प्रायः जसो हाम्रो अहिले 40% जति चाहिँ मोटामोटी भुक्तानी मसिनो चाहिँ भइसकेको छ। बिलहरू बनिसकेका छन्। ठेकाको चरणमा रहेका चाहिँ हामीले सीमित समय अवधि तोकेका छौँ। सशर्त फ्रिज हुने बजेटहरूको चाहिँ हामीले निरन्तर झकझकाइरहेका छौँ। ठेकेदारले निरन्तर अब पालिकाका अहिले आउनुभएका प्रमुख प्रशासकीय सन्तोष सर पनि एक्टिभ हुनुहुन्छ र अहिलेका जुन कर्मचारी सरहरू जो प्राविधिक हुनुहुन्छ उहाँहरू पनि एक्टिभै हुनुहुन्छ। पहिलेभन्दा काम गर्न अलिक सहज अनि उहाँहरूलाई चलाउनको निम्ति उहाँलाई अराउनुको निम्ति अब कार्यपालिकामा रहनुभएका वार्डध्यक्षहरू चाहिँ प्रायः जसो पुरानोहरू दोहोरिनु भएको छ। धेरै नै सहज छ। हामी फ्रिज हुन दिन्नौँ। अब कुनै कुनै बजेटहरू चाहिँ चलाउनु नमिल्ने आएपछि कुनै शीर्षक नमिलेका चाहिँ अब फ्रिज नै हुन्छ। अब गएको आर्थिक वर्षमा 20-25 लाख जति पैसा फ्रिज भएर गएको थियो। हजुर, अब गाउँपालिकामा धेरै पैसा फ्रिज भएर गयो भन्छ। अब कुनै शिक्षामा दरबन्दीभन्दा बढीको पैसा आएको हुन्छ, स्वास्थ्यमा आएको छ, त्यो पैसा त चलाउनु मिल्दैन, त्यो त फर्काउनै पर्छ। हजुर, त्यसले गर्दा मिक्लाजुङ गाउँपालिकामा चाहिँ धेरै पैसा बजेट फ्रिज भएर गयो भन्ने खालको कुरा थियो। तर हाम्रोमा फ्रिज भएर गएको भनेको 25 लाख मोटामोटी गएको थियो। हजुर, पक्कै पनि अध्यक्षज्यू, अब प्रसङ्गलाई थोरै मोड्ने क्रममा म यो सडककै विषयमा कुरा उठाउन चाहन्छु। अहिले अत्यन्तै यो राँके रवि भेडेटारको काम चाहिँ धमाधम सुरु भइरहेको छ। हिजोको दिनमा चाहिँ नागरिकहरूमा काम हुन्छ या हुँदैन भन्ने एउटा चासोको विषय पनि बनिरहेको अवस्था थियो। अब यो सडक बन्दाखेरि गाउँपालिकाले सहजीकरण त पक्कै पनि गरिदिनु पर्ने नै हुन्छ। यो सहजीकरण गर्ने क्रममा चाहिँ अब त्यो नागरिकहरूको माझमा हेर्दा चाहिँ अब कति ठाउँमा बजार पनि चुहेको छ, बाटोको चौडा हेर्ने भने एकदम विशाल ठुलो पनि रहेको छ। अध्यक्षज्यू, बाधा अवरोध समस्या अथवा त्यहाँनिर सहज वातावरण चाहिँ कस्तो बनेको छ? यसमा अहिले यो समय यो अहिले आएर अहिलेको परिस्थितिमा अत्यन्तै छिटो काम भएको छ। त्यो हामी सबैले देखेका कुरा हो। योभन्दा अगाडि धेरै अप्ठ्यारो थियो बुद्धजी। जुन बजारतिरको घरहरूले मुआवजा पाएको थिएन, सामुदायिक वनहरूले त्यो जङ्गल हटाएको थिएन, जङ्गलमा रुख काटेको थिएन, यो विद्युत प्राधिकरणले बाटो छेउछेउ गाडेका पोलहरू थियो त्यो हटाउनु बाँकी थियो। अझै 1-2 ठाउँ देख्दैछु। यसमा समस्या थियो। प्राविधिक कुरा पनि समस्या मैले देखेँ र नीतिगत कुरामा पनि अलिकति अप्ठ्यारो थियो। अहिले बन्दैछ। अब किन अप्ठ्यारो थियो भन्दा पहिला जो ठेकेदार थियो अभिषेक बिल्डर भन्ने पेटी ठेका भन्ने हामीले सुन्न पाएका थियौँ। उहाँले काम गरेको थियो। उहाँले काम गर्ने बेलामा लगभग 2-2.5 वर्षभन्दा बढी 3 वर्ष जति उहाँले त्यतिकै यताउति नेपाल सरकारले पनि अलिकति मैले अघि भनेको जस्तो जति पनि समस्याहरू समाधान गर्नुपर्ने भनौँ बाटोको छेउछेउको घरहरू भए यस्ताहरू हटाएको थिएन, मुआवजा दिएको थिएन। त्यसपछि अहिले उहाँले छोडिसकेपछि पेटी ठेकेदारले छोडेपछि एपको इन्फाटेक आफै आएर काम गरिरहेको छ। या ऊ आएर काम गर्दा गर्दै पनि थोरै अप्ठ्यारो कहिले कहिले आउँछ। यो समस्या आउँदो रहेछ भन्ने कुरा भर्खरै मात्रै हाम्रो काम गर्दै गरेको चिसापानी पञ्चमीमा अलिकति विवाद हो। पहिला यो अभिषेक बिल्डरले काम गर्ने बेलामा पेटी ठेकेदारले पेटी ठेक्का दिएको रहेछ। पेटी ठेक्का दिनु चाहिँ नमिल्ने हो, कसरी दियो उहाँहरू आन्तरिक आफै जानुस्। त्यहाँ केही धरौटी रहेछ, धरौटी नपाएपछि त्यहाँ 1-2 दिन रोक्ने भन्ने खालको विवाद भएको। त्यो विवाद चाहिँ सडकका डी साहब आउनुभएको थियो, बसेर हामीले मिलायौँ। अब त्यसको लागि कानुनी कुरा हरेक कुरा
अगाडि बढ्दैछ, काम रोक्नु हुँदैन, बर्खमा हिलो हुन्छ, यसरी जाउँ भन्ने खालको कुरा, त्यो विवाद आए पनि जो पीडित पक्षले भनेका थिए उहाँहरूसँग बसेर छलफल गऱ्यौँ। अनि कन्याटार मासतिर पनि अलिकति विवाद, त्यहाँ जुन बाटो किन बनिएन, ग्याबिङ वाल किन लाइन भन्दा पहिले जुन अभिषेक बिल्डरले पेटी ठेका दिएकोहरू छ ग्याबिङ लाउनेहरू पैसा नपाएपछि त्यो ग्याबिङ लगाएको चाहिँ फेरि बाढीले लग्यो, बाढी पहिरोले लग्यो, त्यहाँ बनाउनु पर्ने, त्यसमा रोकेर राखेको छ। त्यहाँ पनि गयौँ, त्यहाँ जो काम गर्ने कामदारहरूसँग चाहिँ भेट भएको छैन। अब काम गर्दै गर्ने समस्या कसरी समाधान हुन्छ त्यसको मिलाउने जिम्मेवारी सम्बन्धित वडाका अध्यक्षहरू, भएन भने हामी बसौँला भनेर अहिलेको जुन ठेकेदार लगायत हाम्रो यो सडक हेर्ने, रवि नाके सडक हेर्ने दिशा र रविमा रहेका सडक अफिसका सरहरूसँग हामी सल्लाह गर्दैछौँ। अब छिट्टै नै काम हुन्छ। यो जुन कुरा मैले नीतिगत कुरा अप्ठ्यारो मैले भने, मेरो बुझाइ हामी नेपालीहरू, हामी जो छौँ जिम्मेवार ठाउँमा छौँ, सचिनुपर्छ। नसचिकन हामीले सोचे जस्तो काम गर्न सक्दैनौँ। किन मेरो बुझाइ, पहिला यो सडक सुरुवाती गर्ने बेलामा कन्सल्टेन्सी नियुक्ति गरेर एक दुईजना त होइन, लगभग आधीसम्म नियुक्ति गरेर धेरै नेपाल सरकारले नियुक्ति गरेर राखेका थिए। उहाँहरूले यो जुन अभिषेक बिल्डर इन्डियन ठेकेदारले काम गर्ने बेलामा माईको बालुवा ल्याउँछ, माईको बालुवा पनि पास नगर्ने, क्रसर बिटाउनुको बालुवा ल्याउँछ, त्यो पनि पास नगरिदिने, गछियाको बालुवा ल्याउँछ, त्यो पनि पास नगर्ने। अनि पटक पटक उहाँहरू आउनुभयो। हामीले गछियाको बालुवा सबै ठाउँ चलाउँछ, चल्ने नै गछियाको बालुवा अरे भन्ने खालको कुराहरू थियो। त्यहाँको ल्यायौँ, त्यहाँको पनि पास गर्दैन, क्रसको ल्याउँदा क्रसको पनि पास गर्दैन भन्ने कुरा। हामी लेटाङ चिसाङ खोलाको ल्यायौँ, त्यहाँ पनि पास गर्दैन, के गर्नुपर्ने भन्ने खालको धेरैचोटि दुखे सुखो खाएँ। यो अन्तिममा बुझ्दै जाँदा ढुङ्गा समेत पास नगरिदिने, बालुवा समेत पास नगरिदिने, अलिकति नेपाल सरकारले नियुक्ति गरेका कन्सल्टेन्सी जो हुन्थ्यो त्यो ल्याब टेस्टका कर्मचारीहरूले कमी कमजोरी गरेको थियो बुद्धजी। अनि मैले बोलाएर एकचोटि सोद्धा प्रष्ट कुरा उहाँले के भन्नुभयो भन्दा, मैले त्यो कुरा सुनिसकेपछि उहाँहरू केही आश्वासन, केही पैसा चाहिएको रहेछ भन्ने कुरा मेरो बुझाइ हो। अन्तिममा त्यही बुझ्न पाइयो। अनि प्राविधिकमा धर्म रहन्छ कि डाक्टरमा बढी धर्म रहन्छ भनेर आर्यले सोद्धा, डाक्टरमा धेरै धर्म रहन्छ, प्राविधिकमा धर्म रहँदैन। यो माथिको निर्देशनले गर्दा अप्ठ्यारो भयो भन्ने खालका कुरा। कहाँबाट चलेको थियो, कहाँबाट भएको थियो, त्यो ल्याब टेस्ट पास गर्नको निम्ति त्यो ठेकेदारबाट केही लिनको लागि अलिकति पेलेर राखिने 2 वर्ष चाहिँ काम गर्ने आवासन मिलेको थिएन। जब यो संस्था यो राखेको कन्सल्टेन्सी हटेपछि अहिले यस्तो तीव्र गतिमा न क्रसरको बालुवा आउँछ, त्यो पनि पास भएछ, हामीले घर बनाउन सबै ठाउँमा त्यो पास भएछ, चलिरहेछ। यसले पनि सहज भयो। यसमा किन यस्तो भयो, किन ढिलो भयो भन्ने कुरा सबै नागरिकले चासोको विषय लिन्छ। तर मेरो बुझाइ त्यही हो, मैले बुझेको कारण त्यही हो। त्यही भएर यही कार्यक्रमबाट यस्ता कारणले गर्दाखेरि चाहिँ अलिकति पछि परेका थियौँ बुद्धजी। अघिल्लो समयमा धेरै कुरा त्यहाँ पास नहुनु चाहिँ बजेटकै कुरा रहेको थियो, बजेट मागेको थियो। यस्तो बजेट जस्तै कन्सल्टेन्सी नियुक्ति गरेको थियो, 15-20 जना कति थियो, 2 लाखदेखि 2.5 लाखसम्म जागिर खाने थियो। त्यो तलबले मात्रै पुगेन, पर्सेन्ट चाहियो, पर्सेन्टको कुरा प्रष्ट बुझियो। अहिले त्यो बुझियो। त्यो जब त्यो कन्सल्टेन्सी, त्यो संस्था, त्यो कार्यालय हटेपछि अहिले यस्तो तीव्र गतिमा काम भयो नि त। त्यही हो, त्यसले गर्दा अलिकति पछि परेछौँ। पछि परे पनि अहिले अत्यन्तै तीव्र गतिमा काम भएको छ। यो वर्ष, यो आर्थिक वर्षभित्र सायद नजोडेको भनेको हाम्रो यो चिसापानी पञ्चमीदेखि सप्तमी हो। यो यसमा पनि यो खण्डमा पनि अत्यन्तै छिटो काम भइरहेको छ। यो वर्षात अगाडि नै पक्कै पनि सबबेस राखेर बाटो बनाउँछ भन्ने कुरामा हामी ढुक्क छौँ। हजुर, पक्कै पनि अध्यक्षजी, यति बेला अब कटिङको काम पनि धमाधम भइरहेको छ। अब जोडिने चाहिँ कति, कहाँदेखि कहाँसम्म छ? अब हामीले, मैले भने चिसापानी पञ्चमी अकरदेखि सप्तमीसम्म, सप्तमीदेखि यता पनि सबबेस राख्दै आएका छन्। अब यो बर्सात लाग्नुभन्दा अगाडि नै सकाउनु पर्छ भन्ने खालका हाम्रो मुख्य उद्देश्य हो। हामीले त्यही भनेका छौँ र
सडक अफिस पनि त्यही अनुसार लागेका छन्, ठेकेदारहरू पनि त्यही अनुसार लागेका छन्। त्यही भएर त हामीले हिजो अस्ति भर्खरै मात्रै त्यो विवाद भए पनि यसरी जानुपर्छ भनेर हामी सहकार्य गरेर काम गर्ने वातावरण चाहिँ दिनुपर्छ भन्ने खालको हाम्रो बुझाइ भएको कारणले काम रोकेर राखेको पनि सुरुवाती काम चल्दै रहेको छ। हामी निरन्तर जिम्मेवार नागरिक सरकारलाई जो हुनुहुन्छ हामी लाग्नुपर्छ, काम गर्न दिनुपर्छ भन्ने कुरा हाम्रो बुझाइ हो। हजुर, पक्कै पनि अध्यक्षज्यू, यस विषयवस्तुहरूलाई हामी अर्को कार्यक्रममा पनि जोड्दै नै जानेछौँ। अहिलेलाई भने चाहिँ अध्यक्षज्यू, अब यो पालिकाबाट अब खेलकुदको लागि युवाहरूलाई अगाडि बढाएको अवस्था छ। यस पालिकाले निरन्तर रूपमा पनि दिइरहेको छ, धेरैवटा पालिकाले दिन्छ। अब विशेष गरेर यस पटक चाहिँ अब पालिकाबाट कस्ता कस्ता खालका खेलकुदहरू सम्पन्न भइसके अथवा सम्पन्न हुन बाँकी चाहिँ कुन कुन रहेका छन्? मिक्लाजुङ गाउँपालिकाबाट गरिने कार्यक्रम र चाहिँ मोटामोटी सबै नै सकियो र मिक्लाजुङ गाउँपालिकाले प्रत्येक वर्ष अब मिक्लाजुङ गाउँपालिकामा चाहिँ धेरै नै बजेट छुट्छ भन्ने खालका कुरा, खेलकुदमा बजेट जान्छ भन्ने खालको कुरा निरन्तर पहिलेदेखि नै हामीले त्यो अनुसार बनाउँदै आएका छौँ। त्यही अनुसार मिक्लाजुङ गाउँपालिकामा चाहिँ खेलकुद समिति लगायत मिक्लाजुङ गाउँपालिकाका युवा भाइ बहिनीहरूले हामीले बजेट बनाएअनुसार हरेक क्षेत्रमा फड्को मारेको छ। उहाँहरूले गरेको जुन पालिकाबाट गेम खेल्न अरू पालिकातिर जान्छ, समग्रमा मिक्लाजुङ गाउँपालिकामा सन्तोषजनकै हामीले लगानी गरे अनुसार खेलकुदमा चाहिँ हामीले देख्न पाएका छौँ। हजुर, अब अध्यक्षज्यू, यहाँनिर थोरै पनि अब 6औं गोल्ड कप हुने कुरा पनि आएको छ। यसमा चाहिँ पालिकाको लगानी छ या छैन, के छ? यो रवि 6औं गोल्ड कप पहिले सुरुवाती गर्ने बेलामा लगभग 6 वर्ष अगाडि पनि यतिखेर 6 या 69देखि नै सुरुवाती होला, राइजिङ स्टार स्पोर्टिङ क्लबले सुरुवाती गरेको थियो। यो सुरुवाती गर्ने क्रममा पनि यतिखेर जनप्रतिनिधि उमा म थिइनँ। राइजिङ स्टारका भाइहरूसँग त्यतिखेर राइजिङ स्टारका अध्यक्ष गणेश दलामी मगर हुनुहुन्थ्यो र सम्पूर्ण अहिले रहेका सबै भनौँ राइजिङ स्टारका साथीहरू हुनुहुन्थ्यो। उहाँहरूको सरसल्लाह सहयोगमा यहाँ जुन दुर्गामाविको ग्राउन्डमा रवि गोल्ड कप बनाएको थियो। यसमा मिक्लाजुङ गाउँपालिकामा सबैभन्दा अन्तर्राष्ट्रिय खेलाडी ल्याएर यहाँ खेल्ने एउटा अवसर दिने, अन्तर्राष्ट्रिय खेलाडीलाई हेर्न यहाँका मसिनो भाइ बहिनीले हेर्ने एउटा अवसर पनि उहाँले पनि दिनुभएको थियो। यो कार्यक्रम चाहिँ निरन्तर चल्दै रवि गोल्ड कप चाहिँ आएको थियो। कोभिडले गर्दा कोभिडको टाइममा पनि गराउने भन्ने खालको एक किसिमको तय भएको थियो। कोभिडले गर्दा बन्द भयो। यसपटक सञ्चालन गर्ने भन्ने खालको हिजो अस्ति भर्खरै मात्रै पत्रकार सम्मेलन गरेको थियो। यसमा चाहिँ हामीले कार्यपालिकामा उहाँले प्रपोजल लाए अनुसार पहिलो पुरस्कार चाहिँ 5 लाख चाहिँ दिने भनेर कार्यपालिकामा निर्णय गरेका छौँ। त्यो चाहिँ कार्यपालिकामा यदि गेम गरायो, गेम सञ्चालन भयो भने दिने, गेम गराएन भने त्यो स्रोत चाहिँ अरू ठाउँ लाने भन्ने खालको छलफल भएको छ। हामी गाउँपालिकाको तर्फबाट चाहिँ पहिलो पुरस्कार 5 लाख चाहिँ दिने नै भनेका छौँ र यो गोल्ड कपको लागि मिक्लाजुङ खेलकुद समितिका साथीहरू पनि आबद्ध छन् र सम्पूर्ण राइजिङ स्टार स्पोर्टिङ क्लबका जुन आजीवन सदस्य जुन पदाधिकारी जुन ठाउँमा रहनुभएको छ उहाँले चाहिँ मेरो व्यक्तिगत तथा सिङ्गोपालिका तर्फबाट पनि धन्यवाद दिन चाहन्छु। अहिलेसम्म यत्रो ठुलो राशिको गेम भएको थिएन। यो सफल पार्नको निम्ति मिक्लाजुङ गाउँपालिकाका सम्पूर्ण विदेशमा रहनुभएका, स्वदेशमा रहनुभएका सम्पूर्ण नागरिक जिम्मेवार व्यक्तित्वलाई सफल पार्नको निम्ति आर्थिक सहयोगदेखि लिएर नैतिक समर्थन हरेक कुरामा चाहिँ सहयोग गर्न अपेक्षा पनि गर्छु। किनकि यो हाम्रो गाउँपालिका भएको गोल्ड कप भएको कारणले सम्पूर्णलाई म यही कार्यक्रमबाट सरसहयोग गर्न हार्दिकतापूर्ण अपेक्षा गर्न चाहन्छु। हजुर, पक्कै पनि अध्यक्षज्यू, यो 5 लाख रुपियाँ चाहिँ अब पहिलो हुनेलाई चाहिँ पालिकाले नै बेहोर्ने छ भनेर भनिसक्नुभयो। अब यसै सन्दर्भमा कुराकानी गर्दा सेकेन्ड हुनेलाई अब 2.5 लाख रुपियाँको कुरा पनि आयो। अब यहाँ त प्रायोजनको कुरा पनि आयो। अब प्रायोजनमा हामीले वाइवाई कम्पनीलाई पनि देखेका छौँ। अब अन्य अरू प्रायोजन गर्नेहरू पनि छन् होला नि अध्यक्षज्यू? यो राइजिङ स्टार स्पोर्टिङ क्लबका जो सञ्चालक समिति छ उहाँहरूले नै कहाँ कहाँ कसरी ल्याउनु पर्ने, प्रायोजन कसरी गर्नुपर्ने भन्ने कुरामा उहाँहरू खटिराख्नु भएको छ। अब उहाँले यसरी प्रायोजनको लागि भनिदिनुहोस् भन्ने यो ठुल्ठुलो कम्पनीहरूलाई
र चिने जानेकालाई भनिदिनुहोस् भन्ने खालका उहाँहरूलाई त्यस्ता कुरा राख्नुहुन्छ। त्यसमा आफ्नो तर्फबाट हामी गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि लाग्नेछौँ सहयोगको लागि। हामी भनौँ अरू जो हुनुहुन्छ उहाँलाई भन्ने पनि छौँ। हजुर, त्यस पत्रकार सम्मेलनको कार्यक्रममा तपाईँ नै अब प्रमुख अतिथिको रूपमा रहनुभएको थियो अध्यक्षज्यू। अब कम्तीमा पनि यस गोल्ड कप अब सुरु हुँदाखेरि अब कम्तीमा पनि अहिले के छ भन्दाखेरि अब देश विदेशबाट पनि बोलाउने, अघि तपाईँले भन्नुभयो यहाँ त देश विदेशका आएर पनि खेलेका छन् भनेर भन्नुभयो। अब विशेष त कुराकानी गर्दाखेरि अब कुन कुन देशबाट चाहिँ यहाँ आउनेछन्? विदेशका खेलाडीहरू आयो भन्ने प्रसङ्गमा चाहिँ यो ए डिभिजनका क्लबहरू आएका थिए। ए डिभिजनमा चाहिँ हफ्सी भन्ने हामी चलन गर्छौँ। त्यहाँ चाहिँ आएर खेल्दा यहाँका हाम्रो मसिना भाइ बहिनीहरू चाहिँ हप्सी आयो यस्तो खेलाडी म यस्तो भन्ने खालका उनीहरू गेम भइसकेपछि पछि त्यसरी खेल्नुहुन्थ्यो गाउँघरतिर बजारतिर। अहिले चाहिँ जुन यो जो समिति रवि गोल्ड कपका समितिहरूले भन्नुहुन्थ्यो जम्मा 3टा टिम चाहिँ विदेशका छन्। एउटा नाइजेरियाका छन् एउटा टिम, अनि 2टा चाहिँ इन्डियाका छन्। बाँकी 5वटा चाहिँ हाम्रै नेपालकै ए डिभिजन र स्थानीयको पनि छ भन्ने खालको कुरा गर्नुभएको छ। अब यो उहाँले जुन टाइसिट आउट गरिसकेपछि प्रष्ट हुनेछ। यो यसमा चाहिँ 3टा विदेशका चाहिँ कन्फर्म भइसकेको छ। अहिले टाई सिट चाहिँ प्रकाशित गरिसकेका छैनन्। नाइजेरियाबाट अनि त्यहाँदेखि नाइजेरियाबाट एक टिम र इन्डियाबाट चाहिँ 2 टिम छ भन्ने कुरा प्रष्ट भयो। छिमेकी देश भारतबाट चाहिँ 2 टिम आउनेछन्। अब अध्यक्षज्यू यो खेल चाहिँ कहाँ सञ्चालन हुने? अब त्यो पहिला त दुर्गा माविमै खेलाइन्थ्यो, अहिले त हेर्दा ग्राउन्ड सानो देखिन्छ। ग्राउन्डको बारेमा अब खेलकुद समितिले दुर्गा मावि र अहिले मिक्लाजुङ जो रङ्गशाला अमरदीप भनौँ आविमा छ त्यहाँ 2टामा एउटा कुनमा गर्नुहुन्छ। उहाँहरूले अब निर्णय गर्ने जिम्मेवारी उहाँहरूको। उहाँहरूले अहिलेसम्म कुन क्षेत्रमा गराउने त्यो चाहिँ निर्णय भएको छैन। हजुर। अब अध्यक्षज्यू यसै सन्दर्भमा कुराकानी जोडेर ल्याउँदाखेरि चाहिँ अध्यक्षज्यू अब यो खेलकुद विकासका लागि आवश्यक पूर्वाधार त अब पालिकाले अब बस्ती भयो, अब टोल भयो, अब पालिका स्तर भयो अथवा विद्यालय स्तरमा अब बढाउनका लागि उचित खालको भूमिका चाहिँ अब कस्तो खेलेको छ? त्यति बेला उत्पादन पनि अब जोडेर ल्याउँदा चाहिँ खेलाडीहरूको सङ्ख्या उत्पादन चाहिँ कसरी भइरहेको छ? खेलाडीको सङ्ख्यामा भन्नुपर्दा मिक्लाजुङ गाउँपालिकाले मैले हुने लगानी गरे अनुसार अब राष्ट्रपति गेमबाट छानिने हो जिल्लाबाट। अब गएको वर्ष पनि हाम्रो मिक्लाजुङ गाउँपालिका धेरै प्रदेशमा सहभागी भएको थियो। हजुर, खुसीको कुरा थियो। अब यसमा यसपटक पनि आशा छ मिक्लाजुङ गाउँपालिका धेरै नै खेलाडी सहभागी होला जस्तो। अब खेलकुद समिति हुन्छन्, अहिले त खेलकुद समिति आफैमा स्ट्रङ छ, सबै गर्ने काम जिम्मेवारी। त्यस पश्चात मिक्लाजुङ गाउँपालिकाभित्र रहेका विद्यालयका जो खेल शिक्षक, विद्यालयका प्रहर र त्यहाँका शिक्षकज्यूहरूले आफ्नो पढाइ सँगसँगै खेलकुदमा पनि निकै ध्यान दिएको कुरा हामीले यो विद्यालय स्तरीय कपहरू वडा स्तरीय कपहरू खेलाउँदा हामीले देख्न पाएका छौँ। पहिलेभन्दा मिक्लाजुङ गाउँपालिकामा हरेक क्षेत्रमा अलिकति फड्को मारेको छ। किनकि हामीले लगानी मात्रै गरेको भए त्यहाँबाट कुनै उत्पादन नदेखिएको भए अलिकति सबैको आलोचना खेप्नु पर्थ्यो, गाह्रो हुन्थ्यो। तर मिक्लाजुङ गाउँपालिकामा समग्रमा भन्नुपर्दा चित्त बुझ्दो राम्रै नै छ बुद्धजी। अहिले राम्रो नै छ। यहाँ जति पनि अब आएर बाहिरबाट खेलेका छन् उत्पादन पनि त्यसरी सँगसँगै क्रमशः बढ्दै गएको अवस्था चाहिँ रहेको छ। अब प्रदेशमा सहभागी प्रदेशमा खेल्न पाउनु मिक्लाजुङ गाउँपालिका धेरै गयो भन्ने कुरा त यसमा त हामी त खुसी मान्नुपर्ने हो नि त। तर भन्ने गर्छन् मिक्लाजुङ गाउँपालिका खेलमा यति बजेट रुचाउँछ तर केही देखिएन भन्ने खालको कुरा। अब फुटबलमा होस्, भलिबलमा होस्, विद्यालय स्तरीय होस्, हरेक एथलेटिक्समा होस्, मिक्लाजुङ गाउँपालिकाका जुन खेलाडी भाइ बहिनीहरू अत्यन्तै राम्रा र हामीले लगानी गरे अनुसार र खेलकुद समिति खटे अनुसार त्यसको उत्पादनमा हामीले देख्न पाएका छौँ, सन्तुष्टि छौँ। अब अध्यक्षज्यू यति बेला हामी अब कार्यक्रमको लगभग अन्त्य भागतिर पनि आइपुगिसकेका छौँ। अब केही कुराकानी गर्ने क्रममा त अब धेरै नै थियो, अब छुट्टिए जस्तो पनि मलाई लागिरहेको छ अध्यक्षज्यू। तर यो कार्यक्रम चाहिँ मासिक रूपमा हुने भएको कारणले गर्दाखेरि हामीले धेरै कुराहरूलाई उठाउँदै पनि आइरहेका छौँ। अब यति बेला कुराकानी गर्दाखेरि यो शिक्षा सम्बन्धी पनि थोरै जोड्न मन लागेको छ।
अब एसई भयो अथवा कक्षा एसएससी भन्दा पनि अब कक्षा 8को चाहिँ अब पालिका स्तरबाट नै प्रश्न पत्र तयार गरेर अब परीक्षा गराउने चलन पनि रहेको थियो एकदम कडाइको साथ। अब कक्षा 5मा पनि यस पटकबाट चाहिँ जाने हो। कार्यपालिका हामी छलफल गरेका थियौँ एसईसँगै कक्षा 8को कक्षा 5को नै परीक्षा सञ्चालन गर्ने। यसपटक कक्षा 5को चाहिँ प्रश्नपत्र चाहिँ गाउँपालिकाबाट तयार गर्ने, एक्जाम गराउने, त्यहाँको परीक्षा गराउने जिम्मेवारी चाहिँ वार्ड अध्यक्षले दिएका छौँ। हजुर। अब आजभोलि अब भोलि 1 गते 2 गते 3 गतेसम्ममा सम्बन्धित वडामा कक्षा 5को प्रश्नपत्र हामी वडामा पुर्याउँछौँ। वडामा पुर्याएपछि त्यहाँको परीक्षा प्रणाली परीक्षा बनाउने जिम्मेवारी चाहिँ वार्ड अध्यक्षले दिएका छौँ। वार्ड अध्यक्षले कसरी चलाउँछ त्यो सम्बन्धित विद्यालय कक्षा 5सम्म चल्ने र कक्षा 5 माविमा कक्षा 5 हुन्छ। सबै विद्यालयका प्रवाहसँग छलफल गरेर कक्षा 5को चाहिँ चलाउने जिम्मेवारी वडा अध्यक्षले दिन्छौँ, वडामा दिन्छौँ निर्वाचित जनप्रतिनिधिलाई। त्यसपछि 8को त हामीले एसई भन्दा कडाइको रूपमा पहिलेदेखि नै एक्जाम गराउँदै आएका छौँ। जसरी पहिले चलायौँ परीक्षा केन्द्र साबिक, हामीले परीक्षा केन्द्रहरू कटाएका छैनौँ। जहाँ जहाँ परीक्षा केन्द्र बनाएका छौँ त्यहीँ हामी कक्षा 8को परीक्षा 7 गतेदेखि सुरुवाती गर्छौँ र 5को चाहिँ यसपटकदेखि सुरुवाती गरौँ, प्रश्नपत्र एउटै होस्, सबैमा हेरौँ भन्ने खालको कार्यपालिकामा छलफल त्यो गऱ्यौँ। किनकि सम्बन्धित विद्यालयकै टिचरले क्वेसन बनाउने, प्रश्नपत्र बनाउने, मार्क्स पनि उहाँ नै दिने, मेरो विद्यार्थीहरू त सबै पास भयो भन्ने, अलिकति तलैबाट शिक्षा क्षेत्रमा चाहिँ कडाइको रूपमा हेर्दा पछि माथि राम्रो हुन्छ कि भन्ने कुरा आएपछि हामीले त्यो सुरुवाती गरेका छौँ। त्यसको लागि अब भोलि एक दिन शुक्रबार अफिस लाग्छ होला। अफिस लागेको बेला हामी वार्ड अध्यक्षलाई पत्र पठाउँछौँ। वार्ड अध्यक्षले पत्र पठाइसकेपछि त्यही अनुसार मिटिङ बसाएर कक्षा 5को जिम्मेवारी चाहिँ सम्बन्धित वडाले नै दिएका छौँ। अब जिम्मेवारी सबै स्थानीय तहमा पालिका मात्रै तानेर भएन, जिम्मेवारी पूर्ण रूपमा काम गर्नको निम्ति वडा अध्यक्षलाई नै हामी दिएका छौँ। यो पहिलो सुरुवाती हो। अब आउने दिनमा केमा कमी कमजोरी छ, कसरी जानुपर्छ भन्ने कुरा हामी काम गर्दै जान्छौँ, सिक्दै जान्छौँ। त्यही अनुसार आउने वर्षमा चाहिँ त्यो कार्यक्रमहरूमा कति परिमार्जन गर्नुपर्छ, कसरी चलाउँदा उपयुक्त हुन्छ भन्ने कुरा हामी कक्षा 5को चाहिँ सुरुवाती गऱ्यौँ यसपटकदेखि। हजुर, पक्कै पनि अध्यक्षज्यू, हामी कार्यक्रमको अन्त्य भागमा आइसकेका छौँ। यति बेला हाम्रो आवाजलाई सुनेर बस्नुभएका सम्पूर्ण श्रोता र भिडियोमा हेरिरहनुभएका सम्पूर्ण दर्शक र नागरिकहरूलाई के भन्न चाहनुहुन्छ मिक्लाजुङवासीलाई, अथवा मिक्लाजुङ गाउँपालिकाभित्रको महत्त्वपूर्ण सूचनाको रूपमा केही भन्न छ भने त्यो सहित राखिदिनुहोस् न। अन्त्यमा के भन्न चाहनुहुन्छ? तपाईँ लगायत रेडियो रवि परिवार र रेडियो सुनेर बस्ने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। आज फागु पूर्णिमा परेकोले गर्दा फागु खेल्ने क्रममा झैझगडा हुन्छ। विगतको वर्षहरूमा निकै ठुलो झगडा भएको थियो रवि बजारमा। यस्तो नहोस्, सहयोग भएर खेल्नु, जबरजस्ती ढङ्गबाट रङ जो दलादल हुन्छ नि बुद्धजी, त्यो नहोस्। र सुक्खा खडेरी गर्मीको याम हावाहुरीको समय आएको छ। घर छोड्ने बेला बेलुका होस् बिहान होस्, बालेका आगोहरू र घरका जो ग्यासहरू अहिले लाइनहरू हामी सञ्चालन गर्छौँ यसमा चाहिँ ध्यान जाओस् भन्ने कुरा राख्न चाहन्छु बुद्धजी। हस् त अध्यक्षज्यू, यस कार्यक्रममा आइदिनु भयो, तपाईँलाई पनि हृदयबाट नै रेडियो रविको तर्फबाट पनि तपाईँलाई धन्यवाद दिन चाहन्छु र रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोता र दर्शकलाई पनि धन्यवाद दिन चाहन्छु र प्राविधिक रूपमा सहयोग गर्नुहुने प्राविधिक मित्र डिना योगाङजीलाई पनि धन्यवाद दिँदै म बुद्ध सुनुवार पनि आगामी मसान्तमा भेट्नेको बाचाको साथमा बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।